अब के गर्ने त उल्फ बनेको डेक्ची कट काट्दै रहेछ उल्फ बनेको डेक्ची कट काट्दै रहेछ थोपडा डज नट म्याटर ए ल ठिक छ खाने भात हो जाने घाट हो हिँड्दैनौ अनि मात्र बस्छौ मलाई यो चाहियो त्यो चाहियो बसेर हुँदैन के घाँटी काटेर पनि दिए पनि गर्दैनन् के नानीको नाम के अनुष्का अनुष्का के बिका Let's go. यो मेरो युट्युबको पहिलो ब्लग होइन म यस्तो अनकम्फर्टेबल मलाई फिल भइरहेको छ नि म के भनौँ होइन तर हुन्छ नि त्यो अब सुरुमा ब्लगिङ स्टार्ट गर्ने मान्छेहरू चाहिँ अब कस्तो फिल गर्दो रहेछन् होइन त्यो म चाहिँ यो मेरो सुरुवाती ब्लगिङ हो होइन यसमा चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ कस्तो फिल हुँदो रहेछ भने सुरुमा जति ब्लगरहरू छन् होइन उहाँहरूको फेज चाहिँ कस्तो रहेछ मैले फिल गरे अनुसार किनकि यो मेरो सुरुवाती ब्लग हो नि त अनि कस्तो फिल हुँदो रहेछ भने कि कसरी बोल्ने के बोल्ने भनेर होइन त्यही फिल मलाई भइरहेको छ कि लाइक म कुनै बाटोमा गइरहेको छु होइन त्यो बाटो फेरि अँध्यारो छ क्या अगाडि के छ के छैन थाहा छैन के होइन त्यही हो कि अब लाइक ब्लगिङमा चाहिँ के बोल्ने के नबोल्ने भनेर केही आइडिया नै नलाग्ने के सुरुमा होइन अब हुन्छ नि अब कोही मान्छे मलाई हेट गरिरहेको छ कोही मलाई माया गरिरहेको छ त्यो अँध्यारोमा के होइन सुरुमा थाहा हुँदैन कि केही पनि होइन अनि के गर्नुपर्ने हुन्छ भने नि स्टार्ट मात्र गरिदिने के होइन त्यही भएर मैले स्टार्ट गरेको होइन आई डोन्ट नो म फेमस हुन्छु हुँदिनँ आफ्नो ठाउँमा छ होइन लाइक तर म चाहिँ कन्टिन्यू गर्छु सोचिरहेको छु होइन अनि कन्टिन्यू गर्नुको कारण के छ भने म धेरै सोचेँ म के गर्ने के नगर्ने भनेर होइन यो कपालमा नजानु होला यो डेक्सी कट काटिदिएको छ अस्ति गएको थिएँ उल्फ कट काट्ने भनेर सिभिल मलमा त्यो पनि डेक्सी कट काटिदिएको छ होइन होइन अब के गर्ने त उल्फ बनेको डेक्ची कट काट्दै रहेछ खैर ठिकै छ होइन यो अनुहारलाई नहेर्नु होला होइन यो थोपडा मेरो चाहिँ गतिलो छैन आफ्नो ठाउँमा छ होइन थोपडा डज नट म्याटर ब्लगको लागि होइन अनुहार आवश्यक छैन होइन र राम्रो क्यामेरा पनि आवश्यक छैन केही आवश्यक छैन मेन आवश्यक के रहेछ भने नि तपाईँ गर्नु पर्यो के तपाईँको मनको केही नहुँदाखेरि म यो गर्छु त्यो गर्छु जस्तो फिल हुन्छ होइन तर क्यामेरा खोल्यो भने बोल्नै सकिँदैन के होइन अनि यहाँ भ्यू हेर्न सक्नुहुन्छ म चाहिँ यति टाढा आएको छु नि एउटा भिडियो बनाउनलाई हेर्नु आफ्नो ठाउँमा होइन ब्लगिङ गर्न गाह्रो हुन्छ कि मान्छेले के भन्छ मान्छेले के भन्दैन भनेर होइन त्यही भएर म पनि अलि हुन्छ नि 10-15 किलोमिटर टाढा म आएको छु होइन अब यता म ब्लगिङ मेरो पहिलो भिडियो चाहिँ अब त गर्नु पर्यो नि भनेर होइन म आएको छु अनि यो मेरो पहिलो ब्लग हो होइन मेरो च्यानललाई चाहिँ तपाईँ अब हेल्प गर्न सक्नुहुन्छ होइन अब तपाईँको साथ सहयोगले नै अब मान्छेलाई त्यो मोटिभेट हुँदो रहेछ होइन केही गरोस् भनेर होइन अब हेल्प गर्न सक्नुहुन्छ होइन तर म के भन्न चाहन्छु भने नि राम्रो क्यामेरा होइन लाइक प्लानिङ म यो गर्छु त्यो गर्छु भनेर हुँदैन रहेछ के होइन स्टार्ट गरिदिने सुरुमा अनकम्फर्टेबल हुन्छ कि जे कुरा गर्न पनि होइन सुरुमा गाह्रो हुन्छ होइन गर्दै जाँदा त्यो सहज हुँदै जाने हो कि होइन अब यो मेरो लागि पहिलो ब्लग हो होइन मेरो पहिलो लाइक युट्युब भिडियो होइन म कसम होइन भगवान् कसम होइन म 5 वर्ष बित्यो के 5 वर्षसम्म सोचिरहेको थिएँ होइन यो भएपछि म यो गर्छु त्यो भएपछि म त्यो गर्छु होइन एउटा राम्रो क्यामेरा भएपछि म ब्लगिङ त होइन म सानो कन्टेन्टहरू बनाउँछु होइन आफ्नो गाउँ समाजको कथाहरू देखाउँछु मैले क्यामेरा लिएँ आयो क्यामेरा होइन त्यतिखेर त थिएन तर मम्मीलाई भने मम्मी मलाई क्यामेरा ल्याइदिनु भयो होइन किनिदिनु भयो त्यो क्यामेरा भयो होइन क्यामेरा भइसकेपछि पनि हुँदैन
अब के कमी भयो, अब एडिटिङको लागि राम्रो कम्प्युटर चाहियो, त्यो पनि भयो, ओके, तै पनि गर्न सकिनँ के, होइन। सोच्नु न, यानि के रहेछ भने नि तपाईँ गर्नु के, बिस्तारै साधनहरू आउने कुरा हो के पछि, होइन। म यो गर्छु, मसँग यो भएपछि म यो गर्छु, यो सोचले बस्नुभयो भने नि हुँदैन, कहिले पनि हुँदैन, असम्भव छ के। तपाईँसँग जे छ जस्तो छ त्यो स्टार्ट गरिदिने हो, होइन। सुरुमा लाइक आउँदैन, कमेन्ट आउँदैन, कोही चिन्दैन, ओके, तपाईँ गर्दै जाने, हाल्दै जाने के, होइन। यो मैले फिल गरेर, यो मेरो पहिलो होइन, मेरो पहिलो भिडियो मैले यो फिल गरेर म भन्दैछु, होइन। अब ठुलो ब्लगरहरू चाहिँ आफ्नो कुराहरू सेयर गर्दैनन्, होइन। अब फेमस भइहाल्छन् यताउता, तर मनमा उत्पन्न हुने विचार के हुन्छ त, के म ब्लगिङ गर्न जाँदाखेरि, होइन। मान्छेहरूले के भन्छ पहिला कुरो, होइन। अनि त्यसपछि भ्यू आउला कि नआउला दोस्रो कुरो, होइन। अनि त्यो चक्करमा, होइन, के बोल्नुपर्ने हो, के भन्नुपर्ने हो, के थाहै लाग्दैन के, होइन। सबभन्दा राम्रो उपाय हो गरिदिने हो के, आफ्नो बाटोमा हिँड्ने, जे हुन्छ उपरवालाले हेर्छ के, होइन। कृष्ण भगवानले भन्नुहुन्छ नि, कर्म करो फल का चिन्ता नहीं करो, मतलब तपाईँ काम गर्नुहोस्, होइन, फलको चिन्ता नगर्नुहोस् के, फल उपरवालाले तय गर्छ के, होइन। सुरुमा जो पनि, होइन, गाह्रो हुन्छ के, होइन। फर्स्ट फेज एकदम गाह्रो हुन्छ, होइन। अब त्यही हो, म फिल गर्दैछु नि त, यो मेरो पहिलो भिडियो हो नि त। मेरो पहिलो भिडियोमा मैले के फिल गरेको छु त, कस्तो चुनौती मेरो मनमा आयो कि, होइन, त्यो मैले सेयर गर्दैछु नि त तपाईँहरूलाई, होइन। त्यही हो के। अब मैले चाहिँ अब यो 2026मा 5 वर्ष 7 वर्ष फेरि वेस्ट गर्नुभन्दा राम्रो, होइन। जे हुन्छ के, मेरो लुक्स राम्रो छैन, ओके, मेरो कपाल जगल्टे टाइपको छ, ओके, केही छैन के, यो डज नट म्याटर के। तपाईँ कन्सिस्टेन्सी दिनु पऱ्यो के, होइन। एउटा भिडियो हालिदियो भयो, ए लाइक आएन म छोडिदिन्छु, नो, त्यस्तो हुँदैन के। कम्तीमा, होइन, तपाईँले 100वटा जति भिडियो बनाएर हाल्नु, त्यसपछि केही भएन भने भन्नु होला के, होइन। 100वटा भिडियो बनाउन सक्नु पऱ्यो नि, होइन। आउँदैन, एक भ्यू पनि आउँदैन, ओके, तै पनि हालिराख्नुपर्छ के, होइन। अब हेर्नु, यो मेरो सुरुवात हो, म कतिचोटि भन्दैछु सुरुवात हो, होइन। म यहाँ अब हाल्दै गइरहेको छु, होइन। मेरो यो भिडियोले चाहिँ तपाईँलाई केही मोटिभेट गर्छ भने नि, तपाईँ एउटै कुरा सोच्नु भने नि, दुनियाँलाई, होइन, मान्छेलाई, होइन, आफ्नो मन छटपटिन्छ नि त, मनलाई, होइन, मलाई यो चाहियो, म यो गर्छु जस्तो हुन्छ, तर दुनियाँले के भन्छ आउँछ क्या त्यहाँ, होइन। अनि आफ्नो मन छटपटिरहेको छ क्या त्यहाँ, होइन। अनि आफ्नो मनको कुरा, आफ्नो मनलाई के त्यस्तै मार्दै बस्ने दुनियाँले सम्झेर, होइन। ड्याम केयर के, जे हुन्छ जस्तो हुन्छ बनाउने के, भिडियो हाल्ने हो। आउँदैन बोल्न, केही छैन। सुरुमा ABCD बच्चाहरूलाई पनि आउँदैन, बिस्तारै सिक्दै गएर ABCD आउने कुरा हुन्छ के, होइन। जे कुरा पनि के, होइन। जसरी यो के भन्छ, यो बल्ब आविष्कार गर्ने त्यो त्यो एडिसन के, होइन। उहाँले पनि, होइन, बार हार खानु भएको हो के, होइन। 10,000 चोटि फेल हुनुभएको हो कि, अनि लास्टमा गएर बल्ब निर्माण भयो। त्यो अब हामी स्वयं हेर्न सक्छौँ, लाइट बल्छ, होइन, हाम्रो घरमा टक्क स्विच टिप्ने बित्तिकै बल्ब बल्यो, होइन, जल्यो, होइन, उज्यालो भयो, होइन। त्यसको पछाडि सङ्घर्ष कति थियो त, 10,000 चोटि फेल भएको हो कि, होइन। अनि त्यसपछि एकचोटि सक्सेस भयो कि, त्यही हो कि। आउँदैन, मलाई पनि आउँदैन के, मलाई थाहा छैन। यो ब्लगिङ म हेर्छु, होइन, धेरै ब्लगिङहरू हेर्छु, इन्डियाको हेर्छु, होइन, अमेरिकाको हेर्छु, होइन, अब हाम्रो नेपालको हेर्छु, सबैको ब्लग हेर्छु, होइन। तर अब उहाँहरू फेमस भइसकेर, अब उनीहरूको माइन्ड सेट भइसक्यो के, होइन। माइन्ड सेट भइसक्यो, अब मलाई नेक्स्ट के गर्नुपर्ने छ भनेर के, त्यो सेट छ क्या। अब भोलि मलाई, अब मेरो पब्लिकले कमेन्ट हेरेर उसले फिल हुन्छ कि, अब नेक्स्ट स्टेप मैले के लिनुपर्ने हुन्छ भनेर के, होइन। त्यो अनुसारले कन्टेन्ट हाल्दै जान्छन् उनीहरूलाई। अब टेन्सन छैन के, सोच्नुपर्ने कुरा, गर्नुपर्ने कुरा, होइन, टेन्सन हुँदैन के। सुरुमा हो के, अनि त्यसपछि सेट भइसकेपछि इजी हो के। सुरुमा अँध्यारो छ के, अब भनौँ न अँध्यारो छ। अब म गइरहेको छु, यो आँखा चिप्लेर म कहाँ गइरहेको छु थाहा छैन के। बिस्तारै गयो भने, होइन, थाहा हुन्छ कि यहाँ त यो रहेछ, टाउको छोयो, यहाँ त यो रहेछ जस्तो फिल हुन्छ नि त, यहाँ त यो रहेछ कि, होइन, त्यस्तो फिल हुन्छ कि। त्यही भएर, होइन,
ब्लगिङ स्टार्ट गर्ने अब युट्युबमा आउने के होइन युट्युबमा आउने होइन अब लाइक नर्मल लाइफ जिउनु छ होइन ए ल ठिक छ खाने भात हो जाने घाट हो मात्र सोच छ भने इट्स ओके काम गर्ने बस्ने खाने चिलमा गर्ने तर फ्रिडम चाहियो भने नि होइन मलाई दुनियाँ जे गर्दैछ म गर्दिनँ म फ्रिडम चाहियो क्या मलाई होइन मलाई यहाँ जान मन लागे म जान पाऊँ होइन मलाई यो खान मन लागे म यो खान पाऊँ यदि यो चाहना छ भने फ्रिडम लाइफमा मलाई नरोकोस् कि कसैले होइन मलाई जे इच्छा लाग्छ म गर्न पाऊँ होइन क्यामेरा उठाउनुहोस् तपाईँसँग जुनसुकै क्यामेरा होस् अहिले त मोबाइलको जमाना छ होइन हरेक मान्छेसँग मोबाइल छ होइन उठाउनुहोस् क्यामेरा राम्रो छैन इट्स ओके भिडियो बनाउनुहोस् जे आउँछ बोल्न त्यही बोल्नुहोस् यी मैले केही प्र्याक्टिस गरेको छैन के बोल्नुपर्ने हो के बोल्नुपर्ने होइन भनेर मलाई जे आएको छ मैले त्यही बोल्दैछु होइन अब त्यही हो अब यति भनेर अब म सबै हरेक चिज म यहीँ के भनौँ होइन अर्को भिडियोमा पनि त बोल्नुपर्ने हुन्छ होइन अर्को भिडियोमा त चाहियो नि होइन अब हेर्नु त्यही हो कि म आफ्नो सोसाइटीभन्दा बाहिर छु कि अहिले मलाई यहाँ कोही पनि छैन यी हेर्नु यहाँ कोही पनि छैन कि होइन यहाँ म एकदम रिलिफ छु कि मनमा जे मेरो आइरहेको छ नि होइन त्यसलाई म सेयर गर्न सकिरहेको छु कि तपाईँहरूमा चाहिँ होइन र तपाईँ भन्नुहुन्छ भने म देखाउँछु कि म चाहिँ एज अ मोटो ब्लगर म स्टार्ट गर्न सोचमा छु होइन म गर्छु मसँग राम्रो बाइक छैन भनेको राम्रो बाइक छैन है राम्रो बाइक छैन केही पनि छैन के जस्ट स्टार्ट गरिदिएको हो कि जे हुन्छ हुन्छ होइन अब मनले चाहेको छ अफकोर्स केही हुन्छ कि होइन ईश्वरले पनि भन्नुहुन्छ कि तिमी बाटोमा हिँड होइन अनि तिमीलाई के जे चाहियो होइन त्यो म पूर्ति गर्दै जान्छु कि तिमी हिँड त सही हिँड्दैनौ अनि मात्र बस्छौ मलाई यो चाहियो त्यो चाहियो बसेर हुँदैन कि तिमी बाटोमा हिँड्दै जाऊ बिस्तारै त्यो सबै जुट्दै जाने कुराहरू हो कि होइन अब मसँग यस्तो बाइक छ होइन स्प्लेन्डर होइन अब बुवा पुर्खाहरूले चढ्ने पुर्खा बाजेहरूको पालाको होइन अब मेरो यस्तो लुक्स छ होइन साथीभाइहरू छन् भन्छन् ए तँलाई यो बाइक सुहाउँदैन होइन होइन अलि हेभी बाइक होइन अनुहार अनुसार हेभी बाइक चाहियो भन्छन् होइन अरे यार मलाई यहाँ कति सहज छ के मलाई कतै गुड्नु त छ नि होइन मलाई देखाउनु छैन ए केटी पट्याउनु छैन होइन ए मसँग राम्रो बाइक छ केटी पटिन्छ जरुरी छैन होइन जस्ट पेट्रोल कम खान्छ के म 220 बाइक चढ्यो भने म यहाँको त्यहीँ गयो भने मेरो 200-300 खाइदिन्छ यहाँ 200-300 हालिदियो भने नि मस्तमा घुम्न पाउँछु मेरो यस्तो बाइक हो कि हेर्नुभयो म यहाँ नजिकबाट देखाउँछु तपाईँले हेर्नु म यसले स्टार्ट गर्दैछु गाइज यसले सोच्नु होला होइन म यो बाइकले स्टार्ट गर्दैछु तपाईँहरू होइन चिन्ता नगर्नु जे छ होइन मनको भडास निकाल्नु के भिडियोमा निकाल्नु कसैले नराम्रो भन्छ कसैले राम्रो भन्छ कि माया गर्ने माया गर्छन् के होइन नगर्ने होइन घाँटी काटेर पनि दिए पनि गर्दैनन् के होइन त्यो कुरो हो के तर यो संसारमा छ नि मान्छेले भन्छन् नि माया कसैले गर्दैन यस्तो त्यस्तो ह्यान त्यान होइन माया नभएको भए यो संसारमा होइन यो टिक्दैन थियो के यो खत्तम हुन्थ्यो के माया छ के माया छ होइन त्यही भएर यो संसार टिकेको छ के जतिसुकै मनमा अरूले पोइजन हालोस् के मन तुच्छ हानोस् के मन दुख्ने होइन तर त्यो होइन के मान्छेको मनभित्र माया छ के होइन त्यही कुरो म भन्दै म अब यहीँ म आफ्नो भिडियोलाई अन्त गर्छु यो मेरो नयाँ च्यानल हो होइन नयाँ च्यानल दारी बाबा मेरो च्यानल हो होइन तपाईँ अब भिडियोमा आइसक्नु भएको छ फुल भिडियो हेरिसक्नु भयो भने नि प्लिज मेरो बिन्ती छ होइन स्टार्ट गर्नुहोस् होइन म स्टार्ट गरेको छु स्टार्ट गर्नुहोस् र मसँग जोइन हुनुहोस् कुरा गर्नुहोस् होइन हामी सँगै मिलेर अगाडि बढौँ के गर्नुहोस् के होइन म सपोर्ट गर्छु के तपाईँलाई होइन मसँग जे छ जस्तो छ होइन जे एडिटिङमा यताउता जेमा सपोर्ट हुन्छ म गर्छु होइन तपाईँहरूलाई होइन म जे सक्छु म गर्छु म साथ दिन्छु होइन तपाईँहरूलाई तपाईँ स्टार्ट गर्नुहोस् होइन म यति भन्न चाहन्छु कि तपाईँ स्टार्ट गर्नुहोस् नहिँडिकन होइन बाटो कस्तो छ थाहा हुँदैन रहेछ के हिँड्नु पऱ्यो कि अनि बल्ल बाटो थाहा हुन्छ ए यहाँ त काँडा रहेछ ओहो यहाँ त स्वर्ग जस्तो रहेछ होइन त्यो हिँडेपछि थाहा हुन्छ कि नहिँडिकन केही पनि हुँदैन कि त्यही भएर म यति भन्दै म अहिले छुट्टिन्छु साथीहरू तपाईँ आफ्नो ख्याल राख्नु होला र खुसी भएर बस्नु होला धेरै कुराहरू नसोच्नु होला होइन जे गर्नुपर्ने छ त्यो गर्नु होला फलानाले के भन्छ होइन अरूले के भन्छ अरूले के सोच्ला त्यो होइन के तपाईँको मनले के चाहन्छ तपाईँको मनको सुन्नु तपाईँको
मनको सुन्नु, बस तपाईँको मनको सुन्नु, यति भन्न म छुटिन्छु। माया साथ तपाईँको छँदैछ होइन, माया साथ दिनु होला होइन। अब मेरो सुरुवाती छ होइन, अब ठिकै छ होइन, म गर्दै जान्छु। सुरुमा त अब मलाई थाहा छ, मलाई अब हेर्ने मान्छे भए पनि होइन, तर त्यति साथ दिने मान्छे आउँदैनन्, किनकि म कन्टेन्ट मेरो छैन धेरै। तर विश्वास छ होइन, कुनै दिन एक दिन मलाई पनि सबैले माया गर्नुहुन्छ होला होइन भन्ने त्यो छ होइन, लाइक विश्वास छ, बिलिभ छ होइन। त्यही भन्दै म छुटिन्छु। हस् त, टेक केयर, लभ यु अल, टेक केयर।